नमस्ते गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग अनि इट्स मी सनिस। अनि हिजोको ब्लग हजुरलाई कस्तो लाग्यो कृपया भनिदिनु होला। खासै राम्रो त थिएन, त्यही पनि हल्का अब क्यामेराको अगाडि बोल्न अलिक गाह्रै हुने रहेछ। अनि जे जस्तो भए पनि हल्का बनाएको छु, माया देखाइदिनु होला। अनि आजको ब्लगमा चाहिँ म हल्का घरमा कामहरू छ अनि के गर्छु कामहरू भन्ने कुरा देखाउँछु। अनि यहाँ रहेको छ अकुली, काम नभएको यो जति बेला नि मोबाइल हेरेछ बसेछ, कहिले पढ्दैन। अनि अब चाहिँ म यसको लागि टक्क लगाएर अनि खानासाना पकाउन जान लागेको छु। अब खानासाना पकाएर यसलाई स्कुल पठाएर अनि म चाहिँ आज दिनभरि अब बारीमै काम छ अनि कामसाम भ्याएर अनि हजुरहरूलाई के कस्तो लाग्छ अनि टक्क के कस्तो काम गर्छु मैले अनि देखाउँछु हजुरहरूलाई। अनि मम्मीहरू चाहिँ सबैजना मेला जानुभएको छ अनि अहिले मेला गएर आउनुहुन्छ। अनि खानासाना खाइसक्यो अनि हामी चाहिँ आज हाम्रो चाहिँ तोरीहरू उठाउनु छ बारीमा अनि टक्कला तोरी उठाउन जान्छौँ अनि त्यही गरेर देखाउँछौँ। अनि अहिलेभन्दा पनि बेलुका हल्का रमाइलो छ, त्यो सबै तपाईँहरूले देखाउनेछौँ। अहिलेको लागि चाहिँ म तरकारी पकाउँछु। अब चाहिँ म चाहिँ यहाँ आलु र अन्डा छिल्न लागेको छु तरकारी पकाउन लागि। ट्याक्क मैले चाहिँ अब आलुहरू अन्डाहरू पनि छिलिसकेँ। अब चाहिँ म पकाउँछु अनि अहिले पकाउनेलाई हजुरलाई देखाउँछु। टट्टा बाह्रमा मैले चाहिँ कराईमा तेल सेल हालिसकेको छु। अब यो अन्डा फ्राई गर्छु सुरुमा, त्यसपछि अनि आलुहरू हालेर अनि पकाउँछु। अनि सबैजनाले सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है भ्लगलाई। म चाहिँ अब डेली भ्लग गर्छु, जस्तो भए पनि सबैजनाले लाइक चाहिँ गरिदिनु होला अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु। हाम्रो चाहिँ यहाँ तरकारी पाकिरहेको छ, तरकारी पाक्दै गर्छ। अनि यहाँ छ है गुन्द्रुक सुकिरहेको, यो चाहिँ हाम्रो उता घाम लागिरहेछ। अनि सबले मकै रोपेर भ्याइसक्यो। अनि यो चाहिँ हाम्रो गोठ भइहाल्यो, लसुन ससुन। अनि यही हो हाम्रो गाउँ, धेरै घरहरू त छैन, हल्का फुल्का छ, त्यही पनि जे होस् हाम्रो गाउँ रमाइलो छ। अनि उता नारायणी भइहाल्यो, उता नारायणी छेउ। जोस् हाम्रो गाउँ चाहिँ रमाइलो छ भनौँ, सबैजना राम्रा छन्, रमाइलो छ, सबैजना मिलेर बस्छन्। अहिले हाम्रो तरकारी चाहिँ पाकिसक्यो। अनि यता बाँदरले खाना छ। अब म चाहिँ तल जान्छु अनि ओछ्यान सोछ्यान मिलाउँछु, भत्रा गल छ ओछ्यान। अनि एकछिनमा मम्मीहरूपट्टि जान्छु अनि त्यहाँ गएर टक्क भिडियो बनाउँछ। अनि म चाहिँ यस्तो छ ओछ्यान पुरै भद्रागल, म चाहिँ यो मिलाएर अनि कपडा सपडा धुन छ, कपडा सपडा भिजाएर अनि तपाईँहरूसँग भेट्छु। 2000 years later. यहाँ भैँसी रहेछ, भैँसी। नमस्ते। मेरो भिडियोमा टक्क सब्सक्राइब गरिदिनु भन्नु त। यो छोराको भिडियोमा सबैले सब्सक्राइब गरिदिनु अनि लाइक कमेन्ट गरिदिनु, भाइरल बनाइदिनुहोस्। दामी छोरा छ नि यो। अब म चाहिँ टक्क लाएर अब बारीतिर जान्छु। ए कुलोमा माछा यत्रो छ।
ठुल्ठुलो यता हाम्रो अङ्कल हुनुहुन्छ अनि दाईहरू काम गरिरहनु भएको मल छर्लाउनु भएको मकै कहिले रोप्नु त मकै म चाहिँ यहाँ जिस्काउन आइसकेँ फेरि हिजो जस्तै यतै भाइरल आन्टी उता भाइरल मम्मी हुनुहुन्छ आज चाहिँ पुरै मोल छराउनु भएको छ अनि यो चाहिँ बारी यो चाहिँ सबै मेरो बारी हो भन्न त मिल्दैन त्यही पनि हो तर हो अनि यहाँ मोल छर्राछन् ए रहनु भएको छ ओए थ्या अनि टक्क लाएर म पनि छरिदिन्छु यसो सघाइदिन्छु टक्क म चाहिँ बारीबाट फर्किसकेको छु अब चाहिँ घर गएर अनि कपडा सपडा धुन छ कपडा धुन्छु अनि कपडा सपडा धोएर अनि टक्क हजुरहरूलाई त्यसपछि के गर्छु मैले भन्ने कुरा देखाउँछु पुरै घाम लागिसक्यो पुरै घाम लागिसकेको छ है घर जान्छु कपडा सपडा धोएर अनि खानासाना खान्छु अनि खानासाना खाइसकेँ अनि हजुरहरूलाई देखाउँछु फाइनली मैले चाहिँ कपडा धोइसकेँ अब चाहिँ खाना खान जान्छु माथि खानासाना खाएर अनि गाउँबाट मामा आउँदै हुनुहुन्छ अरे अनि मामालाई तरकारी सरकारी ल्याएर पकाइदिनु पऱ्यो खानासाना बनाइदिनु पऱ्यो पहिला म खान्छु अनि त्यसपछि पसल गएर तरकारी सरकारी ल्याएर अनि पकाइदिन्छु अनि दिनभरिको ब्लग के कस्तो लाग्छ लास्टमा कमेन्ट्सहरू गर्न चाहिँ नभुल्नु होला अनि पुरै घाम लाग्छ पुरै टन्टला पुरै घाम लाग्छ जे होस् जाडो महिनामा यत्तिकै घाम लाग्नु भनेको हुन त गर्मी लागिसक्यो त्यही पनि जाडै छ अलिअलि त अनि यहाँ त हाम्रो तरकारी छ अनि अब म खानासाना खान्छु अनि खानासाना खाएर अनि त्यसपछि फेरि के गर्छु भन्ने कुरा हजुरहरूलाई देखाउँछु फाइनली म चाहिँ खानासाना खाएर टक्क भइसकेको छु अब चाहिँ म मासु लिन जान्छु सुपमा अनि मासु सासु लिएर आएर पकाउँछु पकाएर राख्छु अनि मेरो बटबटे म बटबटेमा चाडा जान्छु मस्त सर म चाहिँ टक्क गएर त्यहाँ गएर अनि मासु लिएर अनि हजुरहरूलाई भेट्छु अहिले म चाहिँ मासु लिएर फर्किसकेको छु अनि टक्क गएर मासु लिन जान्छु यही हो हाम्रो गाउँको म चाहिँ मेरो भटभटेमा चढाइदिने छु सर म चाहिँ घर आइसकेँ अब चाहिँ टक्क मासु पकाउँछु अनि मासु सासु पकाएर अनि त्यसपछि सायद तोरी उठाउनु जाने होला अनि तोरी उठाउनु जाने होला अनि हजुरहरूसित भेट्छु है अनि मैले कस्तो काम गर्छु भनेर हजुरहरूलाई देखाउँछु डल्ले सरहरू आइरह के छ सोल्टी ब्लग हाम्रो ब्लगरहरू सबले सब्सक्राइब गर्नु होला है च्यानलको नाम भन्दै के दारे 1 2 3 दारे 1 2 3 हैन त्यतिकै भनेको मेरो अहिले च्यानल खोलेको छैन मैले च्यानल खोल्ने सोचिरहेको फलो गरिदिनु होला यसको टिकटक आइडीको नाम चाहिँ दारे छ है मैले अब च्यानल खोल्ने सोचिरहेको अब मैले मेरो नाम चाहिँ के राखम भन्ने हो किनकि मैले क्युट दारा हो तर अब मैले दारे राखम कि कौशल अधिकारी राखम यदि भन्दै अब चाहिँ केटा हो हेर्छौ तिमीहरूले के खाऊ मासु रे मासु सेफ रे सेफ आमा
यस्तो सेप यस्तो खतरा सेप तिमीहरूले जिन्दगीमा देखेको छैन होला चलाइदियो अलिक तेरो साइकलमा के भएको त्यहाँ भइ त राखेको बोक्न अल्छी लाएर मलाई साइकलमा हाल्यो टक्क लाएर अब हामी चाहिँ बारीमा तोरी उठाउन जान लाग्यो त पुरै तोरीहरू छ यहाँ पानी टक्क लाएर अब हामी चाहिँ बारीमा गएर तोरी उठाउँछौँ अनि आज ठेसर लगाइन्छ अनि अहिले तोरी उठाउने हजुरलाई देखाउँछु हेलो गाइज म चाहिँ अब यहाँ तोरीमा उठिने जान्छु खाँदैछु है यता हेर्नु होला डेन्जर गाएर अब चट्टा लगाएर ट्याक्क हाम्रो 5 गट्ठाको नि भ्याइन लाग्यो अब 5 गट्ठाको भ्याएपछि अनि ठेसर लाउनु पऱ्यो त्यही ठ्याक्कै हाम्रो 5 गट्ठाको पनि भ्याइसक्यो अब खाजाखाने कार्यक्रम सुरु भएको छ ए हजुरआमा ठुलामी यता आउनु टक्क लगाएर अब चाहिँ खाजा खान्छौँ अनि अहिले ठेसर आएपछि ठेसर आउनेलाई हजुरहरूलाई देखाउँछु फाइनली म चाहिँ बारीबाट आइसकेँ अब चाहिँ उता मामा आउँदै हुनुहुन्छ अरे गाउँबाट अनि मामालाई ठ्याक्क झार्छु अनि त्यसपछि खानासाना दिएर मामालाई अनि त्यसपछि म चाहिँ फेरि बारीमा जानु छ ठेसर लाउन बाँकी छ अनि अब म चाहिँ मामालाई झार्छु अनि खानासाना दिएर अनि म चाहिँ अहिले बारीमा गएपछि अनि तपाईँहरूलाई देखाउँछु लाएर अब चाहिँ ठेसर लाउनु लाग्यो अब ट्याक्क ठेसर लाएर भएपछि अनि भेट्छ है फाइनली हाम्रो चाहिँ 5 गट्ठाको सकिसक्यो अब 3 गट्ठामा हामीलाई खर्च लाएर अब चाहिँ टक्क लाएर 3 गट्ठामा आइसक्यो अब यतापट्टि तडी भ्याएर अब अहिले ठेसा लाएर बेसी देखाउँछ फाइनली हामीले 3 गट्ठाको नि भइसक्यौँ अब चलाएर अब चाहिँ बोरा गर्नुपर्छ आयो अब तोरीको बोरा लिएर जाँदैछौँ अनि अब तोरीको बोरा लाएर घरमा राख्नु पऱ्यो अनि घरमा राखेपछि फेरि लिन आउनु छ 1-2 खेप त्यसपछि अनि टक्क लाएर नुहाइ गरिन्छ अनि फेरि बेलुका अर्कै रमाइलो छ होइन त्यो पनि तपाईँहरूलाई देखाउँछु अहिलेलाई मैले बन्दा गरेँ फाइनली म चाहिँ घर आइसकेँ अब घर आएर म चाहिँ बहिनीलाई लिनको लागि स्कुल जान्छु म पढेको स्कुल पहिलाको हजुरलाई देखाउँछु अनि टक्क लाएर त्यहीँ गएपछि अनि देखाउँछु तपाईँलाई ब्लगमा A few moments later. हामी चाहिँ पाकुलीहरू लिएर आइसकेको छौँ अब घर जानुपर्छ सर लाएर हेलो भनिदेऊ यस्तो हेलो गरिदेऊ यता छिटो यता हेलो गरिदेऊ न यता हेलो गरिदेऊ यता हेलो गरिदेऊ यस्तो गरिदेऊ अब चाहिँ चट्टा लाएर अब भाँडा धुन लाछु ठेक्का दिइसक्यो यता जानु न छेउमा अनि अहिले तल गएर देखाउँछु म टक्क लाएर आज चाहिँ हाम्रो घर हाम्रो मामा आउनु भएको है आज चाहिँ मामा ल
हेलो गरिदिनु यता यो ब्लग बनाऊ हेलो हजुर आज चाहिँ रमाइलो हुनेवाला छ हाम्रो घरमा यहाँ टक्कै पाकुली यहाँ हाम्रो भुन्डे डन अनि यहाँ अर्को हाम्रो भुन्डे डन सबैजना ल के भन्ने भन् त भगवान गाइस सबैजनाले लाइक शेयर एन्ड सब्स्क्राइब नगर्दिनु होला ल तिमीले भन्दै सब्स्क्राइब गरिदिनुहोस् भन अब ट्याक्क लगाएर हामी माथि जान्छौँ खानासाना पकाउनको लागि अब चाहिँ हामी खानासाना पकाउन लाग्यो अनि यहाँ चाहिँ हाम्रो आन्टी हेलो गर्नु त्यस्तो होइन के हेलो यस्तो गरेको हेलो होइन अरे के बाई बाई भने अनि यता मम्मी उता मामा हुनुहुन्छ टक्क अब अहिले सबैजना आउनु भइसक्यो नि फेरि जोइन फाइनली आन्टीहरू आइसक्नु भएको छ यता कता हो लाइट पनि ए ल उल्टो ए आमा जताततै फुटाखा ड्याङ ड्याङ अनि यता हाम्रो आन्टी तरकारी सरकारी टक्क आज पट्टी छ खाने भए आउनु होला सबैजना यता अड्क्यो है यता यस्तो भयो बिजोग भयो यता फुट्यो पुजारी बाउनी आन्टी अनि यहाँ हाम्रो कान्छा ढोकाबाट हेरेर छ म तिल पिन्न जान्छु है कति टन्नै पिन्नु पर्ने हो अब चाहिँ म भित्र को छन् भनेर देखाउँछु त्यस्तो नबोल्नु न त्यस्तोमा अनि यता हाम्रै भुत्ते भाइ यता सब्स्क्राइब गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला युट्युब च्यानल हो हजुर युट्युब च्यानल हो टक्कर अब चाहिँ म तिल पिल्न जान्छु माथि होइन जे होस् रमाइलो छ आज घरमा अनि तिलसिल पिनेर अनि अहिले फेरि भेट्छु यहाँ मासु पाकेको छ हाम्रो यहाँ सेफ महिनाको त्यो 1 लाख रुपियाँ दिन्छु मैले टक्क सेफलाई अनि यता अर्को सेफ आन्टीको चाहिँ हल्का कमै छ 50,000 जति यहाँ आन्टीलाई चाहिँ कटिङमा राखेको छु अनि म चाहिँ क्लिनिङमा आएको क्लिनिङमा भाडा माझिछु भनेको नि अघि माझे होइन अघि माझे नि त मैले एकबाट अब अहिले भेट्छु टक्क लगाएर अब चाहिँ माइजूहरू आइसक्नु भएको छ यता हाल भनिदिनु माइजू भन्दैन म भन्नु न छिटो ल यता माइजू अर्को सब्स्क्राइब गरिदिनु यो बाबुले त खालि यस्तै हो नि त सब्स्क्राइब गरिदिनु सब्स्क्राइब भन्नु न सब्स्क्राइब गरिदिनु होला टक्क लगाएर सब्स्क्राइब गरिदिनु पर्छ अनि उहाँ दिएन अनि यता हाम्रो मामा अनि यता अब आज चाहिँ जे होस् रमाइलो छ अब चाहिँ अनि आजको भ्लग चाहिँ यही इन गर्न चाहन्छु के कस्तो लाग्छ हजुरहरूले कमेन्टमा भनिदिनु होला अनि राम्रो लागे राम्रो भन्नुहोस् नराम्रो लागे नराम्रो भन्नुहोस् धन्यवाद